हेलो साथीहरु, मेरो युट्युब च्यानलमा तपाईहरु सबैलाई स्वागत छ। आज म संयुक्त राष्ट्र संघ र यसका विशेषकृत संस्था सम्बन्धी जानकारीको कुरा गर्दै छु। त ढिला नगरी आजको विषयवस्तुतर्फ लागौं। प्रथम विश्व युद्धपछि गठन भएको अन्तर्राष्ट्रिय स्तरको संगठन कुन थियो? राष्ट्र संघ हो। राष्ट्र संघको स्थापना कहिले भएको थियो? सन् 1920 जनवरी 10 मा। राष्ट्र संघको प्रमुख अंग कति थिए? 3। सभा, परिषद, सचिवालय। संयुक्त राष्ट्रको स्थापना कहिले भएको हो? संयुक्त राष्ट्र संघको स्थापना 1945 अक्टोबर 24 मा भएको हो। संयुक्त राष्ट्र संघका संस्थापक राष्ट्र कति छन्? 51 वटा छन्। संयुक्त राष्ट्र संघको प्रधान कार्यालय कहाँ रहेको छ? अमेरिकाको न्युयोर्कमा रहेको छ। त्यसपछि संयुक्त राष्ट्र संघका प्रमुख उद्देश्यहरू: अन्तर्राष्ट्रिय शान्ति सुरक्षा कायम गर्नु, विश्वका सबै राष्ट्रहरूबीच समान अधिकार र आत्मनिर्भरको आधारमा मैत्रीपूर्ण सम्बन्ध बढाउनु, आर्थिक, सामाजिक, सांस्कृतिक तथा मानवतावादी अन्तर्राष्ट्रिय समस्याहरू सुल्झाउनु, सबै मुलुकको सहयोग प्राप्त गर्नु, मानव अधिकारप्रति सम्मान बढाउनु तथा जाति, लिङ्ग, भाषा, धर्म विभेद नगरी सबैलाई सार्वभौमिक मौलिक स्वतन्त्रता प्रदान गर्नु, उपयुक्त क्षेत्र प्राप्तका लागि विभिन्न राष्ट्रद्वारा गरिएको कार्यक्रममा समन्वय गर्ने उद्देश्यले सङ्घलाई केन्द्रीय सङ्गठन बनाउनु। संयुक्त राष्ट्र सङ्घका आधिकारिक भाषा कति छन्? 6 वटा छन् है। संयुक्त राष्ट्र सङ्घका आधिकारिक भाषा 6 वटा छन् है। युएनएले अफिसियल रूपमा मान्यता प्रदान गरेका 6 भाषा कुन कुन हुन्? अंग्रेजी, फ्रेन्च, चीन, रुसी र स्पेनिस र अरबी है। युएनएले अफिस रूपमा मान्यता प्रदान गरिएको पछिल्लो भाषा कुन हो? अरबी। संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार आयोगले नेपाल सम्बन्धी प्राविधिक सहयोग र परामर्श सेवा सम्बन्धी पारित गरेको प्रस्तावलाई के भनिन्छ? आइटम 19 भनिन्छ है। संयुक्त राष्ट्र सङ्घको कार्यालय सञ्चालनमा प्रयोग हुने भाषा कुन हो? अंग्रेजी र फ्रान्स हो है। त्यसपछि संयुक्त राष्ट्र सङ्घका प्रमुख 6 अंग के हुन्? महासभा, सुरक्षा परिषद, आर्थिक तथा सामाजिक परिषद, जिम्मा जमानी परिषद, अन्तर्राष्ट्रिय न्यायालय र सचिवालय है। त्यसपछि संयुक्त राष्ट्र सङ्घका 6 अङ्गहरू: सभा, सुरक्षा परिषद, आर्थिक तथा सामाजिक परिषद, जमानी परिषद, अन्तर्राष्ट्रिय न्यायालय, सचिवालय छ है। सुरक्षा परिषदका अस्थायी सदस्य राष्ट्रको निर्वाचन कसरी गरिन्छ? संयुक्त राष्ट्र सङ्घीय महासभाको 2/3बाट गरिन्छ है। त्यसपछि सुरक्षा परिषदलाई भिटो प्रयोग गर्ने अधिकार छ। 5 स्थायी सदस्य राष्ट्रलाई भिटो प्रयोग गर्ने अधिकार छ है। संयुक्त राष्ट्र सङ्घको महासभा जनरल एसेम्ब्लीलाई कस्तो अङ्ग मानिन्छ? व्यवस्थापिका सभा है। संयुक्त राष्ट्र सङ्घको सभा जनरल एसेम्ब्लीलाई कस्तो अङ्ग मानिन्छ? व्यवस्थापिका सभा। संयुक्त राष्ट्र सङ्घका नामाकरण गर्ने सर्वप्रथम सुझाव दिने व्यक्ति एफडी रुजवेल्ट थिए। उनले सन् 1941 डिसेम्बरमा उक्त नाम प्रस्ताव गरेका थिए। सन् 1942 जनवरी 1 मा भएको डिक्लेरेन्स बाई युनाइटेड नेसन नै वर्तमान संयुक्त राष्ट्रको आधार हो। त्यसपछि महासभाले प्रत्येक सदस्य राष्ट्रले 5-5 जना प्रतिनिधि पठाउन सक्ने भए तापनि मतदानका लागि कति जना सहभागी हुनु पाउने व्यवस्था छ? 1 जना है। युएनएको बडापत्रमा कति पटक संशोधन भएको छ? 5 पटक। त्यसपछि संयुक्त राष्ट्र सङ्घको महासभाको बैठक कहिलेदेखि सुरु हुन्छ? प्रत्येक वर्ष सेप्टेम्बर महिनाको तेस्रो मङ्गलबारदेखि। महासभाका महत्त्वपूर्ण विषयमा निर्णय गर्दा कति बहुमतले अनुमोदन गर्नुपर्छ? 2/3।
सुरक्षा परिषदमा जम्मा कति सदस्य राष्ट्रहरू छन्? 15, 5 थाई र 10 अस्थायी। सुरक्षा परिषदका 5 थाई सदस्य राष्ट्रहरू कुन कुन हुन्? अमेरिका, रुस, बेलायत, फ्रान्स र चीन। सुरक्षा परिषदका 10 अस्थायी सदस्य कति वर्षका लागि महासभाको 2/3 बहुमतद्वारा निर्वाचित हुन्छ? 2 वर्ष है। सुरक्षा परिषदका 10 अस्थायी सदस्य राष्ट्रहरू कुन कुन भौगोलिक क्षेत्रबाट कति जना नियुक्ति हुन्छ? अफ्रो एसिया मुलुकबाट 5 जना, ल्याटिन अमेरिकाबाट 2 जना, पूर्वी युरोपबाट 1 जना र पश्चिमी युरोप र अन्य राष्ट्रबाट 2 जना है। सुरक्षा परिषदका थाई सदस्य राष्ट्रलाई प्राप्त हुने विशेष अधिकार के हो? भिटो हो है। युएनओको सुरक्षा परिषदमा सबभन्दा बढी भिटो पावर प्रयोग गर्ने राष्ट्र कुन हो? बेलायत है। सम्पूर्ण विषयको निर्णय गरी 5 थाई सदस्यहरूको सकारात्मक मत सहित कति सदस्य राष्ट्रको मत आवश्यक पर्छ? 9। संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक परिषद UCOSOC का कति सदस्य रहेका छन्? 54। आर्थिक तथा सामाजिक परिषदका सदस्य राष्ट्र कति वर्षका लागि महासभामा निर्वाचित हुन्छ? 3 वर्ष। आर्थिक सामाजिक परिषदका 1/3 सदस्यलाई पदावधि 1/3 सदस्यको पदावधि कति वर्षमा समाप्त हुन्छ? प्रत्येक वर्ष। आर्थिक तथा सामाजिक परिषदका 1/3 सदस्यको पदावधि कति वर्षमा समाप्त हुन्छ? प्रत्येक वर्ष। UCOSOC को सहायकको रूपमा कतिवटा क्षेत्रीय आयोगहरू स्थापना गरिएको छ? 5 वटा। त्यसपछि अन्तर्राष्ट्रिय न्यायालयमा एक पटकमा एउटा मुलुकबाट बढीमा कति जना न्यायाधीश रहने व्यवस्था छ? 1 जना। अन्तर्राष्ट्रिय अदालतका न्यायाधीशको पदावधि कति वर्ष हुन्छ? 9 वर्ष। अन्तर्राष्ट्रिय न्यायालयका न्यायाधीश मध्ये प्रत्येक 3 वर्षमा कति जना न्यायाधीश पदमुक्त हुन्छ? 5 जना। अन्तर्राष्ट्रिय न्यायालयको प्रधान कार्यालय कहाँ रहेको छ? नेदरल्यान्डको हेग सहरमा। पटक पटक युएनको महासचिव भएको व्यक्ति पुनः कति पटकसम्म महासचिव बन्न सक्ने व्यवस्था छ? 1 पटक। अन्तर्राष्ट्रिय न्यायालय इन्टरनेसनल कोर्ट अफ द जस्टिसका कति जना न्यायाधीश रहेका छन्? 15 वटा है। त्यसपछि युएनको प्रमुख प्रशासकीय अङ्ग कुन हो? सचिवालय हो है। युएनको सचिवालयको प्रमुख को हुन्? महासचिव हुन् है। युएनको प्रथम महासचिव को हुन्? ट्रिगबेली नर्वेका थिए है। युएनए हालसम्मका महासचिव को हुन्? एन्टोनियो गुटेरेस पोर्चुगल है। युएनमा हालसम्म कतिजना महासचिव भएको छन्? 9 वटा। हालसम्मका संयुक्त राष्ट्र सङ्घका महासचिवहरू अब यहाँ हालसम्म भन्दाखेरि ट्रिगबेली नर्वेका थिए, डगाय हयामसोड स्विडेनका, उथान्त बर्माका, कुर्ते वाइडनहाइम अस्ट्रेलियाका, त्यसपछि हबियर पेरेज र कोयाल पेरुका, डाक्टर बुत्रोस घाली इजिप्टका, कोफी आनान घानाका, बान की मुन कोरियाका र एन्टोनियो गुटेरेस पोर्चुगलका है। युएनएमा महासचिव बान की मुन दोस्रो कार्यकालका लागि पुनः कहिले निर्वाचन भएका थिए? सन् 2011 जुन 22 मा है। 2012 जनवरी 1 देखि 2016 डिसेम्बर 31 सम्म। युएनएमा महासचिव एन्टोनियो गुटेरेस दोस्रो कार्यकालका लागि पुनः कहिले निर्वाचित भए? सन् 2021 जुन 18 देखि 2022 जनवरी 1 देखि 2027 डिसेम्बर 31 सम्म काम गरे है।
जहाज दुर्घटनामा परी मृत्यु भएका युएनको महासचिव को हुन्? ड्र्याग ह्यालसोड हुन् है। संयुक्त राष्ट्र संघ नामाकरण गर्ने सुझाव प्रस्ताव गर्ने व्यक्ति को हुन्? एफडी रूजवेल्ट हुन् 1 जनवरी 1952 मा है। यूएनए महासचिव को अध्यक्ष हुने पहिलो महिला को हुन्? विजयलक्ष्मी पण्डित भारतका थिए है। विशिष्टकृत संस्थाको बारेमा यूएनए को बरापत्रको कुन धारामा व्यवस्था गरिएको छ? धारा 57। संयुक्त राष्ट्र संघको पहिलो विशिष्टकृत संस्था कुन हो? आईएलओ। त्यसपछि आईएलओ को स्थापना कहिले भएको हो? सन् 1919 अप्रिल 11 मा है। आईएलओ को संयुक्त राष्ट्र संघका सचिवकृत संस्थाको रूपमा मान्यता कहिले प्राप्त गर्यो? सन् 1946 डिसेम्बर 14 मा। आईएलओ का प्रमुख अङ्गहरू कति छन्? 3। महासभा, सञ्चालक अङ्ग, अन्तर्राष्ट्रिय श्रम कार्यालय। संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ को स्थापना कहिले भएको हो? सन् 1945 अक्टोबर 16 मा है। त्यसपछि एफओ को संयुक्त राष्ट्र संघको विशिष्टकृत निकायको रूपमा मान्यता कहिले प्राप्त गर्यो? सन् 1946 डिसेम्बर मा है। संयुक्त राष्ट्र संघद्वारा मानव अधिकार घोषणा पत्र कहिले जारी गरिएको हो? सन् 1948 डिसेम्बर 10 मा। विश्व पर्यटन संघ यूएनडब्ल्युटीओ को स्थापना कहिले भएको हो? 1925 मा है। विश्व पर्यटन संगठन यूएनडब्ल्युटीओ को स्थापना कहिले भएको हो? 1925 मा। विश्व पर्यटन संघ यूएनडब्ल्युटीओ को प्रधान कार्यालय कहाँ रहेको छ? म्याड्रिड स्पेन मा। लगानी विवाद समाधानका लागि अन्तर्राष्ट्रिय केन्द्र आईसीआईएसआईटी को स्थापना कहिले भएको हो? सन् 1966 अक्टोबर 14 मा है। अन्तर्राष्ट्रिय अणुशक्ति आयोग आईएईए को स्थापना कहिले भएको हो? सन् 1957 मा है। आईएईए को प्रधान कार्यालय कहाँ रहेको छ? अस्ट्रेलियाको जिनेभामा है। संयुक्त राष्ट्र संघको बजेटमा सबभन्दा बढी योगदान दिने 7 राष्ट्रलाई के भनिन्छ? बिग 7 भनिन्छ। संयुक्त राष्ट्र संघको सदस्यताबाट हटाइएको राष्ट्र कुन हो? ताइवान हो। संयुक्त राष्ट्र संघको बाल कोष युनिसेफ को प्रधान कार्यालय कहाँ रहेको छ? न्युयोर्कमा रहेको छ। संयुक्त राष्ट्र संघको बजेटमा सबभन्दा बढी योगदान गर्ने राष्ट्र कुन हो? अमेरिका हो। हाल अमेरिकामा यूएनए को बजेटमा कति प्रतिशत सहयोग गरेको छ? 22%। यूएनए को बजेटको हिस्सा बेहोर्ने राष्ट्रको न्यूनतम कति हिस्सा बेहोर्नु पर्छ? 0.001%। यूएनएका केही प्रमुख देशहरूको वहन गर्ने बजेट भार सन् 2021 को अनुसार अमेरिकाले 22%, जापान 8.564, संयुक्त अधिराज 4.567, इटाली 3.307, कनाडा 2.734, चीन 12.005, जर्मनी 6.090, फ्रांस 4.427, ब्राजील 2.948, रसिया 2.405। यूएनएमा केही प्रमुख देशहरूले वहन गर्ने बजेट भार सन् 2021 अनुसार। राष्ट्र खर्च नेपाल 0.007, 2021 का अनुसार यूएनएमा नेपालले कति गरेछन्? 0.001, पाकिस्तान 0.115, बांग्लादेश 0.010, मालदिव्स 0.004,
भारत 0.834, श्रीलंका 0.044, अफगानिस्तान 0.007, भुटान 0.001। लक्ष्य अनुसारको कार्य सबभन्दा बढी पूरा गर्ने युएनको अङ्ग कुन हो? जिम्मा जमानी परिषद। संयुक्त राष्ट्र सङ्घको नयाँ सदस्य बन्नका लागि महासभाको 2/3 बहुमतले निर्णय गर्नुभन्दा पहिले सुरक्षा परिषदका कति सदस्यले सिफारिस गर्नुपर्छ? 28 सदस्य सहित 9 सदस्यले। नेपालले युएनओका लागि अस्थायी प्रतिनिधि पठाउन सुरु गरेको हो सन् 1959 देखि। युएनओको उपसचिव पदको व्यवस्था कहिलेदेखि सुरु भएको हो? युएनओमा महाउपसचिव पदको व्यवस्था कहिलेदेखि सुरु भएको हो? 12 जनवरी 1998 देखि है। संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम UNDP को स्थापना कहिले भएको हो? सन् 1966 नोभेम्बर 22 मा। UNDP ले ह्युमन डेभलपमेन्ट रिपोर्ट कहिलेदेखि प्रकाशन गर्दै आएको छ? 1990 देखि। अन्तर्राष्ट्रिय कृषि विकास कोष IFAD को स्थापना कहिले भएको हो? सन् 1977 नोभेम्बर 30 मा। IFAD को पूरा रूप के हो? इंटरनेशनल फंड ऑफ द एग्रीकल्चर डेभलपमेंट। IFAD को प्रधान कार्यालय कहाँ रहेको छ? इटलीको रोममा। संयुक्त राष्ट्र सङ्घीय शैक्षिक विज्ञान तथा संस्कृति सङ्गठन UNESCO को स्थापना कहिले भएको हो? सन् 1946 नोभेम्बर 14 मा। UNESCO को पूरा रूप के हो? यूनाइटेड नेशन एजुकेशनल साइन्टिफिक एन्ड कल्चरल अर्गनाइजेसन। संयुक्त राष्ट्र सङ्घीय औद्योगिक विकास UNIDO को स्थापना कहिले भएको हो? सन् 1966 नोभेम्बर 17 मा। UNIDO को पूरा रूप के हो? यूनाइटेड नेशन इन्डस्ट्रियल डेभलपमेन्ट अर्गनाइजेसन। UNO ले संयुक्त राष्ट्र सङ्घको विशिष्टकृत संस्थाको मान्यता कहिले प्राप्त गरेको हो? सन् 1985 मा। विश्व स्वास्थ्य सङ्गठन WHO को स्थापना कहिले भएको हो? सन् 1948 अप्रिल 7 मा। WHO ले संयुक्त राष्ट्र सङ्घको विशिष्टकृत संस्थाको रूपमा कहिले मान्यता प्राप्त गर्यो? 1948 जुलाई 1 मा। WHO ले कुरा नरालाई आत्मसात गरी कुन नारालाई आत्मसात गरी स्वास्थ्य सम्बन्धी विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ? सबैका लागि स्वास्थ्य। WHO को प्रधान कार्यालय कहाँ रहेको छ? IBRD, MIGA, IDA, IFC, ICSID है। विश्व ब्याङ्कको सदस्यता लिन कुन संस्थाको सदस्यता लिनुपर्ने अनिवार्यता छ? IMF। संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठन FAO को स्थापना कहिले भएको थियो? सन् 1945 अक्टोबर 16 मा। विश्व खाद्य दिवस कहिले मनाउने गरिन्छ? अक्टोबर 16 मा। FAO को संयुक्त राष्ट्र सङ्घको विशिष्टकृत संस्थाको रूपमा कहिले मान्यता प्राप्त गर्यो? सन् 1946 मा। नेपालले FAO को सदस्यता कहिले प्राप्त गरेको हो? 1951 डिसेम्बर 27 मा। FAO को प्रधान कार्यालय कहाँ रहेको छ? इटालीको रोममा।